म पनि विश्राम गर्छु केही दिन। प्रणाम। यता शयन कक्षमा गएर बस। ए चार्नु मुष्टि आज्ञा होस् महाराज। द्वारको राम्रोसँग रक्षा गर, कतै तिनीहरू यहाँ भित्र छिर्लान्। ध्यान दिएर बस है महाराज। हजुर निश्चिन्त हुनुहोस्। हजुरको अनुमति बिना यहाँबाट तिनीहरू त के एउटा झिङ्गा भुसुना पनि भित्र छिर्न दिनु महाराज। शाबाश शाबाश। ताऊ भैया, ए ताऊ भैया, कन्हैया भन न कन्हैया। हेर्नु न, मामाले कत्रो ठुलो यज्ञ लगाउनु भएको रहेछ। अनि यो यज्ञमा हामीलाई बोलाएर हेर्नुहोस् त, कति राम्रो झिलमिल बनाएर। अनि मथुरावासीहरू पनि कति धेरै स्वागत गर्नलाई बस्नुभएका। सबैजनालाई सम्बोधन गर्नुपर्छ। हुन्छ कन्हैया, हुन्छ। माइजहरू राधे राधे। मामा राधे राधे। राधे राधे। ल हेर्नुहोस् त, कस्तो आनन्दले स्वागत गर्नुभएको। बुढो मामा राधे राधे। राधे राधे बाबु राधे राधे। आराम हुनुहुन्छ मामा? माइजहरू राधे राधे। हेर्नुहोस् त दाउ भैया, कति स्वागत गर्नुभएको है। कति धेरै माया गर्नुहुन्छ मामाले। हामीलाई हेर्नको लागि हेर त कति धेरै आएको छन्। हो त, कति धेरै आएका है। जाउँदा भैया, मामाले यति धेरै स्वागत गर्नुभएको छ। हेर्नु त, मथुराको यो दरबारको अगाडिपट्टि कति ठुल्ठुला द्वारपालहरू पनि राख्नु भएको रहेछ। द्वारपालहरूलाई पनि सम्बोधन गर्नुपर्छ। मामा राधे राधे। को हो तिमीहरू? कहाँबाट आएको? अनि मथुरा गणेश कंस महाराजको द्वारमा राधे राधे भन्ने दुस्साहस कसरी गर्यौ? मामा, हामी त राधे राधेले नै सम्बोधन गर्छौँ। परन्तु यहाँ राधे राधे चल्दैन। चल्छ त केवल कंस महाराजको जय जयकार चल्छ। को हो तिमीहरू जसले हामीलाई मामा मामा भनेर चिल्लो घसिरहेका छौ? मामा, हामी हजुरहरूको भान्जा, चिन्नु भएन? अरे मुष्टि मामा, हामी हजुरहरूको भान्जा। म बलराम, ऊ कृष्ण, चिन्नु भएन? मेरो भान्जा, तर चिनेनौ हामीले त। दाउ भैया, सबै असुरहरूलाई जुन परमधाम पुर्याएको थियो, उहाँहरूलाई पनि त्यही इच्छा लाग्यो जस्तो छ। हामीलाई जिस्काइराख्नु भयो। गोठालेहरू, यसको मतलब कंस महाराजको निन्द चैन हराम गर्ने तिमीहरू होइन भतुवाहरू? हामी भतुवा होइन मामा, हामी त मामाको भान्जा। हौ न, तिमीहरू मामाको भान्जा, तर हाम्रो नजरमा तिमीहरू गोठाले भतुवा नै हौ। अरे मामा, यो मथुरा नरेश कंस महाराजको दरबार होइन र? हो, मथुरा नरेश कंस महाराजको दरबार। अनि मामाले हामीलाई अक्रूर मामाको साथमा लिन बोलाउनु भएको थियो। यो यज्ञको दर्शन गर्नको लागि भान्जाहरूलाई लिएर आउनु भनेर निमन्त्रणा दिनुभएको थियो। छोड्नुहोस्, हामी जान्छौँ। खबरदार, एक कदम पनि अगाडि बढ्यौ भने अनर्थ हुनेछ। दाउ भैया, के हो? कुरै बुझ्न गाह्रो छ मामाहरूको। खै के हो अलि बढी सामर्थ्यको घमण्ड छ कि जस्तो छ हौ कन्हैया। भाइ, सिधा औँलाले घुमाएन भने औँला बाङ्गो गर्नुपर्छ रे त। हो, त्यस्तै लागिरहेको छ मलाई। दाउ भैया, के गर्ने? ए कृष्ण बलराम, हेर, तिमीहरूलाई कंस महाराजले के को निमित्त बोलाएको भनेर सायद तिमीहरूलाई ज्ञात छैन होला। परन्तु हामीलाई राम्रोसँग ज्ञात छ कि कंस महाराजले हामीलाई के भन्नुभएको छ भनेर। के हो मामा? हजुरहरूको इच्छा के छ भन्नुहोस् त। हेर, यदि तिमीहरू महाराज कंससँग भेट्न चाहन्छौ भने त्योभन्दा पूर्व हामीसँग युद्ध गर्नुपर्छ। ताऊ भैया, उहाँ त युद्धको अलङ्कार गरिराख्नु भएको छ। त्यही त होला नि, जानै खोजेको हो जस्तो छ। त्यसो भए हामीसँग युद्ध गर्नुपर्ने मामा हजुरहरू? अवश्य अवश्य। यदि युद्धमा जित्यौ भने कंस महाराजको दर्शन पायौ। ताऊ भैया, त्यो अकासुर बकासुरहरूलाई जुन स्थानमा पुर्याएका छौ नि, त्यही स्थानमा उहाँहरूलाई पनि पुर्याउनु पर्यो दाउ भैया।
मलाई पनि त्यस्तै लागिरहेछ भाइ। हो र त्यसो भए उहाँहरूको इच्छा पनि पुरा गरौँ। धेरै भत्र नगर। यो मसिनो मामालाई हजुरले सम्हाल्नु, मोटो मामालाई मैले सम्हाल्छु। बलको घमण्ड गर्दै हुनुहुन्थ्यो, कुनै लाम ठोक्नु भयो। यस्तै हो गाडी यसो गर, खुट्टा पनि सेयर हुन्छ भनेको त्यही हो। यसो गर, हजुर गएर त्यो कुनामा गएर बस्दै गर्नु, म मामाको दर्शन गरेर आउँछु पहिला। भाइ राम्रोसँग दर्शन गरेर आऊ है। मामा बिस्तारै यतातिर कुनामा बस्नु होला है। जसले पीठ पछाडिबाट कंस महाराजलाई पकड्ने दुष्प्रयास गरे, यदि मर्द होस् भने सामने आइज। आज यही दरबारले तेरो टुक्रा टुक्रा पार्न सकिन भने मेरो नाम पनि मथुरा नरेश कंस महाराज होइन। होस् सामने आइज। मामा कहाँबाट बोलिरहेको छस्? मामा म हजुरको भान्जा। मेरो भान्जा? कोष कतै ततै कृष्ण बलराम त होइन? मामा कता होइन, यता छु मामा। कता बोलिरहेको छ? रे कहाँ छस्? देख्नुभयो मामा? मेरो भान्जा बाबु। ल यसको मतलब तिमीले मेरो निमन्त्रणा स्वीकार गरेर आयो होइन त भान्जा? हो मामा। मामाले बोलाएपछि मामाको घरमा कुन चाहिँ भान्जालाई आउनु मन लाग्दैन होला र मामा? त्यसो भए हेर मेरो भान्जा, तिमी जन्मिएदेखि अहिलेसम्म मैले तिमीलाई अङ्गालो मार्न पाएको छैन। आऊ एकपटक गला मिलाएर तिमीलाई स्वागत गर्छु। आऊ 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 मेरो भान्जा, आउनु मामा, आउनु। आऊ आऊ आऊ। कहाँ गयो? मामा म यता छु। उता जानुभएको? अरे त्यसले त छल गर्न पनि जानेको रहेछस् कि क्या हो? होइन मामा, होइन, म यतै छु। हजुर हाम फालेर उता जानुभयो। आउनु न मामा। आऊ मेरो भान्जा, आऊ आऊ आउनु मामा, आऊ। मामा कहाँ उता जानुभएको? म यता छु। ए कृष्ण, म भने भान्जा भान्जा भनेर गला मिल्न खोजिरहेको छु, परन्तु त भने बारम्बार मलाई छक्काएर मेरो अपमान गर्दैछौ। आउनुहोस् न मामा। ल आऊ, अन्तिम पटक तिमीलाई मौका दिन्छ। आउनु मामा, आऊ मेरो भान्जो। मामा कहाँ गयो? म यहाँ छु त मामा। हजुर उहाँ जानुहुन्छ? मेरो माथा खराब नगर कृष्ण, मेरो माथा खराब नगर। अनि सुन, अब धेरै भयो गलाबाजी, धेरै भयो अङ्गालोबाजी। अब म तँलाई एउटा तितो सत्य सुनाऊ। तितो सत्य? अरे हो कन्हैया, हो। के हो मामा? के हो मामा? त्यसो भए कान खोलेर सुन कन्हैया। तिमीलाई के लाग्दछ कि कंस महाराजले तिमीहरू कृष्ण बलरामलाई धनुर्यज्ञमा बोलाएर तिमीहरूलाई मेजमानी गरेर तिमीहरूको आरती उतार्न बोलाएको भन्ने लाग्छ तिमीहरूलाई? मामाको दरबारमा आइसकेपछि मामाले यति धेरै आफ्ना प्रजाहरूलाई बोलाएर यति ठुलो स्वागत गर्नुभएको छ। यो भन्दा ठुलो सौभाग्य त के हुन्छ र मामा? अरे कृष्ण बाबु, भित्रबाट पिउँछ बाबु, भित्रबाट पिउँछ। सुन,
म तिमीलाई एउटा तितो सत्य भन्दैछु, मैले तिमीहरू उदयलाई यज्ञमा सामेल भएर आरती उतार्नको निमित्त होइन, तिमीहरूलाई त मैले किन बोलाएको थाहा छ? जुन दिनदेखि तिमीहरूले यो धरतीमा पाइला टेक्यौ नि, त्यो दिनदेखि म कंस महाराज न त सुत्न पाएको छु, न त भोजन गर्न पाएको छु, न त चैनसँग आफ्नो राज्य सञ्चालन गर्न पाएको छु। किन मामा, हजुरलाई के भयो त्यस्तो? किनभने आकाशवाणीले भनेको थियो कि त्यो देवकीको लाठो गर्भ यानि कि त कृष्ण मेरो काल होस् भनेर, र मैले बारम्बार त गोकुलमा हुँदाखेरि मेरा धेरै सेनाहरू पठाए तेरो वध गर्नको निमित्त, तर दुर्भाग्यवश तेरो भाग्य बलियो रहेछ बचिस। तर आज त्यसको एक बदला लिउनको निमित्त मैले तिमीहरूलाई मथुरामा बोलाएको। डर लाग्यो होइन कन्हैया? मामा, हजुर पनि कस्तो कुरा गर्नुहुन्छ? आफ्नै भान्जालाई बोलाएर कहिले के गर्छु भनेर आफै डराइराख्नु भएको छ। मलाई किन डर लाग्नु मामा? कन्हैया, बारम्बार आफूलाई मेरो भान्जा भन्दै पुकार्दै नगर। म तलाई भान्जा कदापि मान्दिन, म त तलाई जानी दुश्मन मान्छु, जानी दुश्मन, बुझिस्? हजुरलाई जस्तो इच्छा लाग्छ त्यस्तै मान्नु मामा, मलाई त केही गुनासो छैन। हजुरलाई इच्छा शत्रुले मान्नुहुन्छ भने म शत्रु नै सही, मित्र मान्नुहुन्छ भने मित्र सही, भान्जा मान्नुहुन्छ भने भान्जा सही। त्यसो भए सुन, म महाराज हुँ र मेरो धर्म हो कि आफ्नो शत्रुलाई पनि एक मौका दिनुपर्दछ। हेर, तिमी आफ्नो प्राण रक्षाको निमित्त मसँग युद्ध गर्न चाहन्छौ भने युद्ध गर्न सक्छौ, अन्यथा म तिमीलाई यही तरबारले टुक्रा टुक्रा पार्नको निमित्त विलम्ब गर्नेवाला छैन। ताऊ भैया, हजुर, मामाले पनि युद्धकै अलङ्कार गर्न थाल्नुभयो। तिनी असुरहरूलाई जुन स्थानमा पुर्याउनु पर्ने थियो, मामालाई पनि त्यही लोकमा पुर्याउनु पर्ला जस्तो लागिरहेको छ। मामाको पनि उद्धारै गर्नु पर्ला जस्तो लागिसक्यो। कृष्ण हुन्छ, तिमी मामालाई भेट्न गएको होइन र? हो त, मामालाई त भेट्न गएको, तर मामा त्यसै रिसाएर मसँग युद्ध गर भनेर युद्धको अलङ्कार गरिराख्नु भएको छ। मामाको उद्धार गर्नुपर्छ, हजुर यहीँ बस्दै गर्नु, म उद्धार गर्छु है। हुन्छ, राम्रोसँग गरेर आऊ है। हुन्छ दाउ भैया, हजुर यहीँ तल बस्नु। ए बचेराहरू, तिमीहरूको फुसिर खतम भयो भने आइज युद्ध मैदानमा। आउनुहोस्। कहाँ गयो? त्यहाँ गएछ। आइज। हे कृष्ण, तिमीहरू जस्तो गोठालोको निमित्त यो तरबारको कुनै काम छैन। तिमीहरू जस्तो ओठनी चुर्दा दुध आउने बालकाहरूलाई त मेरा यी दुई हातले यसरी मसलेर राखिदिन्छु। म तसँग मल्ल युद्ध गर्छु। रहेछस् त पनि बलवान नै रहेछस्, परन्तु हे कृष्ण, तलाई यसरी जसरी तैँले मेरा वीर पराक्रमी सेनाहरू अगासुर, धनुकासुर, प्रयवर्त र मेरा वीर पराक्रमी द्वारपालहरू चाणुक र मुष्टिकको विभत्स हत्या गरेको थिइस्। यति मात्र होइन कृष्ण, तैँले मेरी बहिनी पुतानाको समेत विभत्स हत्या गरेको ती सबको आज एक हिसाब गर्न सकिन भने
मामा हजुर धेरै बकबक गर्दै हुनुहुन्छ युद्ध गर्ने बेच्चिकै युद्ध कृष्ण सक्सेस बने मलाई मारेर देखा मामालाई मारेको होइन नि माइजू मामालाई त उद्धार गरेको माइजू अब यसरी बिलौन नगर्नुहोस् माइजू हजुरहरू मामाको इच्छा यही थियो मामालाई उद्धार गर्नुपर्ने थियो हामीले त उद्धार गरिहाल्यौँ हजुरहरू यसरी बिलौना गरेर केही हुने होला छैन हजुरहरू रोएको जस्तो मात्रै गर्ने हो आँसु त आएको छैन नरुनुहोस् भाइजू नरुनुहोस् अब सेती नदीतिर लगेर गएर मामालाई सेलाउनेतिर लाग्नुहोस् बरु अब त यो शरीर मात्र बाँकी छ यो मोटी माइजी त कति धेरै च्याप्ठेर बिगाउनु भएको छ कातरी माइजी त रोउनु नै भएको छैन दाउ भैया दाउ भैया मामाहरूको उद्धार गरिहाल्यो हामी लागौँ अब गोकुलतिर फेरि गोकुल चराई मथुरै हाम्रै गऱ्यौ अब मामाको उद्धार गरेर हामी गइजानुपर्छ ढिलो भइहाल्छ है गइजानेर गइजानुपर्छ ल हुन्छ हुन्छ धेरै भावु भइजानु माइजू हजुरहरू बस्दै गर्नु होला मामालाई सेलाउनु होला हामी त लाग्यौँ राम्रोसँग रुनु होला है दाउ भैया त्यो माइजू त हाँसिराख्नु भएको छ भक्तवत्सल भगवान